यहाँहरूलाई स्वागत छ सौरभ एजुकेसन च्यानलमा। आज हामी कक्षा 9 पाठ 1 एकाइ 1 समाज विकास भन्ने पाठको अभ्यास गर्दैछौँ। समाज भनेको के हो? समान उद्देश्य भएका मानिसहरूको एकताबद्ध र सङ्गठित मानव समूहको हो। समाजका विशेषता उल्लेख गर्नुहोस्। समाजका विशेषताहरू यस प्रकार छन्। समान उद्देश्य र आवश्यकतामा जोड दिन्छ। समाजको सदस्यहरू बीच पारस्परिक सम्बन्ध रहेको हुन्छ। समाज गतिशील हुन्छ। व्यक्ति र समाज बीचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस्। व्यक्ति र समाजको अन्तरसम्बन्ध यस प्रकार छन्। समाज मानवीय सम्बन्धको जालो हो भने व्यक्ति समाजको एक अङ्ग हो। धेरै व्यक्ति मिलेर समाज बनेको हुन्छ र समाजबाट नै व्यक्तिले आफ्नो आवश्यकता परिपूर्ति गर्छ। व्यक्तिले समाजबाट कसरी आफ्नो आवश्यकता पूरा गर्छ चर्चा गर्नुहोस्। आफ्नो अधिकारको प्रयोग गरेर र आफ्नो कर्तव्य पूरा गरेर, अधिकार र कर्तव्यको संरक्षण गरेर, समाज तथा समुदायका क्रियाकलापमा सहभागी भएर अर्मपर्म र सहयोग गरेर व्यक्तिले समुदाय र समाजबाट आफ्नो आवश्यकता पूरा गर्छ। समाज र समुदायको बीचको भिन्नता। समाजले साझा उद्देश्य र आवश्यकतामा जोड दिन्छ। समुदायमा सामूहिक भावना प्रबल हुन्छ। समाज यसको क्षेत्र व्यापक र अन्तर्क्रियात्मक हुन्छ। समुदाय यसले निश्चित क्षेत्र ओगटेको हुन्छ। समाजमा व्यापक क्षेत्र रहने भएकाले विविधता हुन्छ। समुदाय यसमा आपसी अन्तर्निर्भरता बढी हुन्छ।